गुड मर्निङ अनि नमस्ते सबैजनालाई वेलकम ब्याक माई युट्युब च्यानल है गाइस। अनि त्यही हो, हामी चाहिँ आज आग्रा घुम्नु जाँदैछौँ होइन। बिहानको आज तपाईँको 5:55 भइसक्यो। हामीले 6:55 गाडी भेटाउनु पर्ने छ है। एउटा साथी चाहिँ आउँदैछ, हामी चाहिँ रेडी भएर निस्किसकेका छौँ। अनि एउटा साथी आइसकेर साथीसँग चाहिँ हामी जाँदैछौँ घुम्नु, आग्रा घुम्नु जाने। आज निन्द्रा हल्का सिमसिम पानी पर्ला जस्तो नि भइरहेछ। लगाएछ हामी चाहिँ अहिले जानेछौँ घुम्नुको लागि है। सबैजना केटाहरू रेडी हो नि होइन? एकदम रेडी छ हाम्रो केटाहरू पनि है। हामी म रेडी छु, सस निस्किसकेको छौँ हामी केटाहरू। निन्द्रा अलिक पुगेको छैन होला न केटा हो, के हो अलिकति निन्द्राले चाहिँ केटाहरूलाई अलिक मारिरहेछ। अहिले गएर चङ्खो भइहाल्छ केटाहरू फेरि। त्यही हो, हामीले अब ट्रेन भेटाउनु पर्ने होइन। ट्रेन आग्राको लागि ट्रेन भेटाउनु पर्ने। हामी ट्रेन स्टेसन जाँदैछौँ है। के भयो केटाहरू, सुनसान भयो त किन? गाइस हामी चाहिँ गाइस आज चाहिँ हतार हुँदैछ सबै कुरा होइन। प्लेटफर्म नम्बर चाहिँ 13 रहेछ हाम्रो। हामी चाहिँ ट्रेनको लागि कुदिसकेको छौँ है। अनि त्यही हो, केटाहरू पनि कुद्दैछ। आज हल्का पनि पुगेको छैन। लागिसक्यो है ट्रेनको लागि। प्लेटफर्ममै खडेको रहेछ, प्लेटफर्ममै रहेछ, चढ्नु पर्ने छ। फाइनली गाइस हामी चाहिँ ट्रेन चढिसकेको छौँ है। त्यो हल्का फ्रेस हुनुपर्ने थियो, अलिअलि रुम अलिअलि भयो, यहाँ अलिक भएको थिएन, अलिअलि फ्रेस भयो। अनि त्यही हो, ट्रेन त भेटियो। अब हामी चाहिँ लाग्दैछौँ आग्राको लागि है। त्यो गाइस रमाइलो भइरहेछ, ट्रेन पनि मजाको रहेछ, रमाइलो भइरहेछ। त्यो हल्का केटाहरू निन्द्रा नपुगेर अलिकति निस्किरहेको छ। हाम्रो अब ट्रेन चाहिँ हिँड्नु लागिसकेको छ है। हिँड्नु सक्यो भने बुलेट ट्रेन त्यस्तै बुलेट ट्रेनमा जान्छ गाइस। टक्क ट्रेन चाहिँ हिँडिसक्यो है। हल्का रातिको दिन अलिक पुग्छौँ गाइस होइन, त्यही भएर अलिकति यसो सुत्दिउँ भनेर। फाइनल गाइस हामीहरू आग्रा झरिसकेको छौँ। अहिले चाहिँ हामी टक्क आग्रा स्टेसनमा झरिसकेको छौँ। अब चाहिँ हामी जाँदैछौँ। फाइनली गाइस हामीहरू चाहिँ ताजमहल आइसकेको छौँ है। गेटहरू गाइस हामीले फाइनली कुपन पनि लिइसक्यौँ है। ताजमहलको लागि पनि ल्याइहाल्यौँ है। यसरी चाहिँ अब तपाईँको इन्डियाको होइन भने चाहिँ तपाईँहरूलाई लगभग 500 एप्रोक्स नै पर्ने रहेछ। अब इन्डियाको भने चाहिँ तपाईँलाई 50 250 त्यसरी हुने रहेछ होइन। यो चाहिँ तपाईँले यसो टुप्पो चाहिँ देख्नु हुँदैन होला, त्यहाँ छ, तर हामी यस्तो घुमेर जानुपर्छ होइन। यहाँदेखि चाहिँ हामी छिर्नुपर्छ है ताजमहल हेर्नुको लागि चाहिँ है होइन। गाइस यो चाहिँ तपाईँको एन्ट्री हो ताजमहलको है। यो चाहिँ ताजमहल सुन्दर नजारा छ है गाइस दार्जिलिङ। के हो केटाहरू एक्साइटेड छैन त? यो चोरो सुक्खा फेसहरू बोकेर हेर्नु न, एक्साइटेडै छैन गाइस होइन। तर आइ एम सो मच एक्साइटेड होइन। यो हो आम्मा हेरे भाइ ताजमहल चाहिँ। ताजमहल देखियो होइन गाइस, फोटो चाहिँ खिच्नै पर्छ। अब सुन्दर देखिरहेको छ ताजमहल है। गाइस अझ राति हान्छ नि दामी देख्छ होला गाइस होइन। तर यो राम्रो देखिरहेको छ गाइस होइन। तपाईँको ताजमहल पनि हेऱ्यो है, ताजमहल पनि पछाडि छ। त्यही हो, सक्यो आजको घुमाइ पनि। हामी अब एक्जिट गेट लिँदैछौँ गाइस। अब हामी निस्किँदैछौँ। 3 आवर्स मात्रै रहेछ एकपल्ट टिकट काट्यो भने है गाइस। हामी चाहिँ अब लगभग फ्रेस भइसक्यौँ है। ताजमहल हेरेर आएर फ्रेस भइसकेर हामी फेरि तपाईँको लाल किल्ला जाँदैछौँ भन्न गाइस। अब केटाहरू पछाडि बसेको छ, म त अगाडि छु। त्यही हो, लाल किल्ला हेर्नु जाने। अब लाइफमा त्यस्तै हो, एकचोटि भिजिट गर्दा हुन्थ्यो, घुम्दा हुन्थ्यो होइन। जो जोलाई इच्छा
लागेको छ आउनु घुम्नु यही रहेछ लाइफ होइन गाइस म पनि अब धेरैवटा कुरा थियो बाधा आइरहेको थियो होइन तर म आएँ फाइनल्ली अब होइन घुम्ने एउटा इच्छा रहर पनि थियो मेरो ताजमहल हेर्ने अब सातौँ अजुबामा एक अजुबा हो होइन लाल किल्ला नै आइपुग्यौँ है अब लाल किल्ला यसो यो नै हो लाल किल्ला होइन गाइस यो हेर्नु होला होइन एकदमै बबाल छ दामी देखिरहेको छ है फाइनली टिकट पनि आइसकेको छ हातमा है ओन्ली 50 रुपिस फाइनली हामी भित्र छिरिसकेको छौँ है टिकट पनि लिइसकेको छौँ है तपाईँको पर पर्सन 50 रुपिस लाग्छ है अनि त्यो यता केटाहरूको गफ सुन्दै गरेर होइन गाइस हाम्रो गाइड हो यो चाहिँ प्रायःले गफ हाल्दैछ नेपाली गाइड लिएर आएको हामीले के हुन्छ अरे सर यता माथि माथि के तपाईँले हेर्नु भएकै होला अब होइन यसो यहाँ अब गेट यत्रो ठुल्ठुलो गेट बन्नुहुँदा कसरी चढ्छ यसलाई अब कतिपल्ट ट्राई गर्नुभयो यहाँ मेल फिमेल गर्नु गडामुडु हल्का 3टा जग्गा चेक गर्नु पऱ्यो आमा वन्दे मातरम आउँदैछ एउटा यहाँ चेकिङ पनि भइसक्यो है अनि त्यो एउटा टिकटहरू बनाउँदैछौँ है हामीहरू टिकटहरू राख्दैछौँ अहिले एक्जिट हुँदाखेरि अलिक चाहिने यहाँ सम्भावना हुनसक्छ है मेरो हुड कहाँ छ मेरो हुड खै हो के गरेको नेपाली गाइड क्या गरेर आयो तँ दूँ क्या पछि चाहिँ यहाँ हाम्रो यो नेपाली गाइड हेर्नु न यहाँ के हो खै के बोल्दैन अनि त्यसले गुङ्गा हामी त नेपाली गाडी गुङ्गा लिएर आए गाइस प्रबन्धन अब गाइड त छ न 10वटा पप्पू पनि गयो हो आँखा जाइ त्यहीँ चुना मात्रै लाग्छ त आज के हो पर्सनल सामानहरू केही ल्याउनु दिन्छ हामी हिँड्ने मात्रै हामी हिँडिरहेको एउटा गाडी यो हामी चाहिँ रथ हिँड्ने बाटो रहेछ गाइस होइन यो लाल किल्ला चाहिँ कुन राजाको हो यो अल्लमल्ल यस्तो छ गाएन अल्लमल्ल राजाको रहेछ यस्तो केटाहरूलाई कस्तो फिल हुँदैछ होइन कहाँ गएर अमिलो फेस बोकेर केटाहरू आमा के भएर मैले त मुख हालेर रानीलाई बोलाएको छु त होइन के हेर्नु पाइने रहेछ गाइस होइन म नि हेरिदिन्छु होइन त्यो हेऱ्यो हजुर ए म्याक्का यो रहेछ उतादेखि पल्लोपट्टि देख्दो रहेछ त्यो भाला हानेको कि एउटा हो बुझ्ने भाला हाने रहेछ हेर्नु होला लाल किल्ला चाहिँ यस्तै छ है पुरै भ्लगमा क्याप्चर गर्न सक्दैन एक एकवटा पत्थर उठाएको हामी देखाएंगे आप लोगों को फुलपत्ती तोड्न कि यहाँ जाउँ न ए शौचालय रहेछ आम्मा उयो यस्तोमा गर्नु मजा आउँथ्यो होला यार वासरुम राजाको महाराजाको पालाको ह्याङ्गिङ गर्दा हुन्थेन तर यो बनाएको होला एक्स्ट्रा तर त यस्तो त कहाँ हुन्छ नि वेस्टर्न टोइलेट होला अहिले त होइन जस्तो फोन है त्यही हो अब रमाइलो भइरहेछ डुलाइ भइरहेछ घुमिरहेछ के हो नेपाली गाइड के हो आप लोग आप क्या करते हो ह्यान्ड किलोडु यसो नबोल्नु भन्न गाइस जस्ट फर फोनको लागि मात्रै होइन ओ दाजु ओ दाइ दाजु ओ सोल्टी झसँग हुन्छ नि यो अहिले सोल्टी भन्दादाखेरि होइन ल ल परेडमा सेनापति सेनापति अनि खै त एउटा सिटी बजाए त लु एसेम्बल हौँ न देखाउनु दिन्छ हाम्रो के अरे लाइट यसको गफ अरे भन्नु छिटो म्याक्का कहाँ जाने हो फोटो खिच्दैन यसको ए मुजी आखिरी इच्छा अरे मुजी ओए पारो तेरो फोनले खिच्दैन है त्यत्रो खर्च गरेको फोटो टेन्सन भएर चाहिँ यो किन चाहिँ टेन्सन भइरहेलाई चाहिँ यो नि अब म्याक्कालाई यतै राख्दै अलमल्ल राजासँगै ममताजको लागि शाहजहाँले ताजमहल बनाया अन्त कार यहाँ चाहिँ अब यहाँ चाहिँ भुलभुलैया छ होइन अब तपाईँहरू यहाँ छिर्नु भयो भने चाहिँ अब गाइड चाहिँ हाम्रो गाइड नेपाली गाइड है नेपाली गाइड ए हाम्रो नेपाली गाइड त्यही हो अलमल्ल राजाको जग्गा हो यो होइन जानु फरेन टुरिस्टहरू पनि आएको रहेछ होइन यसो गएर हल्का छलफल दिउँ भनेको अब इङ्ग्लिस त यस्तोहरूसँग पढेको इङ्ग्लिस त त्यही खतरनाक छ मेरो पनि है मरे क्या पारस कहाँको
सेनापति हाम्रो नेपाली गाडी यहाँ बसिरहेको छ होइन के भन्दैछ एकदमै सुन्दर नजारा छ यही हो रानीको कुरा कुन हो हिँड्न नि हेर्नुपर्छ होइन छैन यहाँ केही पनि हो घन्टा यहाँ यो गाडी त के खालको गाडी हो माग के कता कहाँ जग्गालाई लिएर आएको ले ए डाइनिङ हो जोदाको भेजिटेबल हो माथि ए यस्तो छ अब हेर्नु यस्तो छ केटाहरूको हेर्नु यहाँ हिस्टोरिकल एरियामा आएर नि आफ्नो पर्सनल जोक्सहरू हालेर यहाँ होइन के हो एक सय एक छन् हाम्रो केटाहरू होइन अब यहाँ सेनापतिले यहाँ दरवाजा तोड्न आँटेको छ एकछिन हल्दी चल्दै गरेर पारसलाई डलरमा टिप्स दिने यहीहरू त होइन नि हेर्दा आमा ओपुई जोदा त्यो भन्दा अकबर त म भइदिउँ कि के हो ओए कहाँ गएको यताबाट यस्तो छिरौँ न त एजिबाट एकदम नेपाली गाडीले यो चाहिँ गाइस यो पहिलाको होइन रहेछ प्लस्टर गरेको अरे होइन थाहा यस्तो देख्नुभयो होला तपाईँहरूलाई नभएको सबले भएको भएको कुरा हुन्छ यसले चाहिँ नभएको कुरा गर्दैछ है आजकल ठिकै पनि हो घोडा राख्ने तबेला होइन जेल हो एउटा जेल हो के भनेको यो त कालकोठरी हो होइन पहिलाको जमानामा चाहिँ यहाँ हम घुम्ते घुम्ते थक जाएगा लेकिन आज घुम नहीं सकता ऊ मौत का कुआ केटा हो होइन पारस पहिलाको जन्मको याद आउँदैन यसलाई दोर्गा पर्छ सिनेलाले फ्याटा 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 भन्दाखेरि ए ए ओ बाबा बोलाउँछ फोटो खिच भन्दैछ हेर्नु यहाँदेखि ओ जुममा त आउँदैनस् म्याकी यस्तो छ गाइज होइन साथीहरू उता फोटो खिच्नु गइसकेको छ यो चाहिँ पहिलाको आई थिङ्क प्लेग्राउन्ड के हो यो प्लेग्राउन्डै होला होइन त्यही हो पर साथी बसिरहेछ होइन अब त्यसको र मेरो ओइ कबुतर पठाउँदैछु पर्खी त्यही हो अब मजाको सिनहरू हुँदैछ है एकदमै रमाइलो हुँदैछ केटाहरूसँग हेर ल्यानु छ धोएर राख्नु त राखेको ल्यानु छ हामी चाहिँ अब फर्केको है ताजमहल घुमेर आइसक्यौँ रुम जाने हो एकछिन प्लेटफर्ममा बस्नु ट्रेन नआउनुसम्म ट्रेन आइसक्यो जाने हो हामी अब रुम गएर फ्रेस हुँदैछ फ्रेस भएर चाहिँ अब हामी लाग्छ नि हो हेरौँ अब भोलि के हुन्छ अब भोलि लास्ट डे हो है दिल्ली र आग्रा चाहिँ अलग अलग रहेछ आग्रामा चाहिँ रहेछ ताजमहल